हेलो गाइज, आज तपाईँहरूलाई म फेरि यता मेरो गोठतिर लाँदैछु। मेरो गोठ पनि तपाईँहरूले देख्दै हुनुहुन्छ। यो नयाँ डुट बन्दैछ, डुट निर्माण हुँदैछ, तपाईँहरूले देख्दै हुनुहुन्छ। अनि यो पल्लो डुट चाहिँ पुरानो डुट हो, मेरो पहिले बनेको। आज चाहिँ नयाँ डुट बनाउँदैछ यहाँ मेरो गोठमा। अनि यो बाहिर सबै प्लास्टर भइसकेको छ, अब भित्री प्लास्टर हुनु बाँकी छ। अनि भट्टबाट काम हुँदैछ, यसरी देख्न सक्नुहुन्छ। यो प्लास्टर गरिसकेपछि चाहिँ हाम्रो यो फेरि प्लास्टर मात्रै हुने, पन्डिङ पनि हुन्छ यहाँ। अनि योभन्दा अगाडि चाहिँ पहिले मैले जति गाई भैँसीहरू पाल्यो, अनि डुट बिनाको पालेको थियौँ। डुट बिना पाल्दा चाहिँ धेरै हाम्रो घाँस परालहरू खेर जाँदो रहेछ है। हामीले चाहिँ डुट बनाएर पाल्यो भनेदेखि चाहिँ घाँस परालहरू चाहिँ अनि खेर नजाने, अनि कति कुराहरू चाहिँ हाम्रो यो घाँस परालहरू चाहिँ सुरक्षित हुँदो रहेछ क्या। यो खाने घाँस परालहरू जब डुट नहुँदा चाहिँ उनीहरूलाई तान्ने, यता फाल्ने उता फाल्ने गर्छ होइन। अनि खुट्टाले कुल्जिने, अनि गोबर जाने, अनि त्यो पिसाबहरू गइसकेपछि त्यो पराल नखाने रहेछ, घाँस नखाने रहेछ, त्यो सबै खेर जान्छ। अनि त्यो भएको कारणले चाहिँ डुट बन्दैछ यसरी है। ल, अनि भट्टाभट काम हुँदैछ मेरो गोठमा चाहिँ डुटको काम हुँदैछ। प्लास्टर सकेर यो पन्डिङ हुँदैछ। यो चाहिँ गाइस हेर्नुहोस्, यस्तो चिटिक्क देखाएको छ अहिले चाहिँ मेरो गोठको यहाँ डुट चाहिँ। यो डुट कसरी बनाउने भन्ने तपाईँहरूको त्यस्तो गुनासो भित्र लाग्छ भनेदेखि तपाईँहरूले चाहिँ कमेन्ट गर्नुहोस्। म सबै कुरो भन्नेछु। मेरो भैँसीको पाडी हो यो चाहिँ। अनि कतिको बनाउने, दुईवटा भैँसीको लागि चौडाइ कति, लम्बाइ कति, सबै कुरो बताउने छु। यो जुन तपाईँले देख्नु भएको छ नि, यो रडको, अनि यो जुन चुरी जस्तो, अनि यो चाहिँ हामीले चाहिँ यो रडलाई खुम्जेर यो भैँसी बाँध्नको लागि, दाउरा बाँध्नको लागि बनाएको हो हामीले चाहिँ यो। अनि हेर्नुहोस्, यसरी डुट बनाइसकेपछि अनि यसरी डुटमा हालेर राखेपछि यसरी खाइरहन्छ कि भैँसीले, यसरी खाइरहेको छ। आनन्द यसले फाल्नु सकेन नि। ल, डुट चाहिँ अब तयारी भइसकेको छ है साथीहरू। ल, यस्तो चिटिक्क चिल्लो देखाएको छ। यो पन्डिङ गरेको कारण चाहिँ के हो भनेदेखि चाहिँ यो भैँसी गाई जुन बाँधे पनि पछि चाहिँ यो गोबरहरू जान्छ, फोहोर हुन्छ होइन। अनि यो पन्डिङ गरेको चाहिँ पानी सरर हाल्यो, पानी हालिसकेपछि त्यो अनि सलक्क केही कुरोले मसारिसकेपछि चाहिँ त्यो फोहोरहरू जान्छ कि पखाल्न सजिलो हुन्छ। त्यो भएको कारणले पन्डिङ गर्नुपर्छ, बलियो पनि हुन्छ पन्डिङ गर्दा चाहिँ। पन्डिङ गरेन प्लास्टर मात्रै गऱ्यो भनेदेखि चाहिँ गाह्रो हुँदो रहेछ त्यो फाल्नलाई। त्यही भएर हामी पन्डिङ गर्दैछ यो चाहिँ। हेर्नुहोस् गाइस, यसरी अब चट्ट देखाएको छ है, राम्रो देखाएको छ। अनि तपाईँहरूले पनि अब यस्तो बनाउनु पऱ्यो भनेदेखि, तपाईँले त्यति अनुभव छैन भनेदेखि मेसेज गर्नुहोस्, म तपाईँले भन्ने छु कति बनाउने, कसरी गर्ने है। अनि हाम्रो यहाँ चाप कटर पनि छ यस्तो, यो चाप कटर भन्छ यसलाई। अनि यसलाई यसरी परालहरू कुट्काउन पनि मिल्छ यसले पराल यसरी कुट्कायो, अनि भैँसीले हाल्यो। घाँस पनि कुट्काउन मिल्छ है। मैले चाहिँ यो यसरी पुरानो पहिलेको डुटमा चाहिँ घाँस कुट्काएर यसरी भैँसीले हालेको छु है। अनि भैँसीले हालेको छ यो भित्र यसरी हालिसकेपछि जति खान्छ यसले खान्छ, यहीभित्र नखाने यहीभित्र रहन्छ क्या। यदि यसले डुट नबनाएको भने यो कति खान्थ्यो, कति बाहिर निकालेर त्यो फाल्थ्यो, खुट्टाले कुल्चिन्थ्यो, अनि गोबरहरू लाग्थ्यो, पिसाब लाग्थ्यो, अनि त्यो नखाने कि त्यो भइसकेपछि। अनि यस्तो त्यतिकै खर्च हुने के त्यो घाँसहरू। त्यो भएको कारणले चाहिँ म चाहिँ के भन्छु, तपाईँहरूले डुट बनाउनुहोस् है। एउटा भयो भने, दुईवटा भयो भने, जतिवटा पालेको छ जतिवटा पाले पनि तपाईँले डुट बनाएर पाल्नुहोस्। तपाईँको खर्च कम हुन्छ है, दुःख पनि हुँदैन। मैले चाहिँ यो रेड निबेर र अनि यो सुपर निबेर मिसाएर अनि यसरी हालेको छु भैँसीलाई। मैले 2 बजे पानी दिन्छु यसलाई। अब बिहान हो, मैले बिहान चाहिँ यसरी घाँस हालेको छु चट्ट। बिहान घाँस हालिसकेपछि यसलाई म अझ एक दिनभरि के हाल्नु पर्दैन यसलाई, यदि घाँस टन्न हालेको छ डुटमा। अब यो दिउँसो आएर 2 बजे पानी दिन्छु, अनि पानी दिए 3 बजे अनि दुध दुन्छु म। अनि पानी भएको घाँसहरू त्यहीँ हुन्छ, अनि त्यो खाइरहन्छ कि त्यसले खाइरहन्छ। धेरै सजिलो डुट बनाएर गर्नुभएको भएदेखि चाहिँ हुन्छ। तपाईँहरूले कमेन्ट सेयर गरिदिनुहोस् है मेरो भिडियो कस्तो लाग्छ।